हेलो नमस्ते एन्ड वेलकम टु माई च्यानल। पूर्ण स्वागत छ मेरो यस च्यानलमा। आज भने चाहिँ ब्याङ्क रिकन्सिलेसन स्टेटमेन्ट सँग रिलेटेड न्युमेरिकल प्रब्लम सल्भ गर्ने प्रयास गर्नेछु यस भिडियोमा। आशा छ पक्कै पनि अरू भिडियोलाई जस्तै यस भिडियोलाई पनि मन पराउनु हुनेछ र मन परेमा लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला मेरो यस च्यानललाई। र योसँग रिलेटेड पहिलो भिडियो मैले यसै भिडियोमा लिङ्क राख्नेछु र योभन्दा अघिल्लो भिडियोमा मैले ब्याङ्क रिकन्सिलेसन स्टेटमेन्टसँग रिलेटेड नोटहरू कसरी चाहिँ ब्याङ्क रिकन्सिलेसन स्टेटमेन्टसँग रिलेटेड प्रब्लम चाहिँ हामी सजिलैसँग चाहिँ कुन कुन आइटम कहाँ जान्छ भन्ने कुरा याद नगरिकन चाहिँ डाइरेक्टली एउटा वर्किङ नोटको माध्यमबाट चाहिँ ठ्याक्कै कसरी मिलाउन सक्छौँ भन्ने कुरा का लागि चाहिँ नोटहरू मैले अघिल्लो भिडियोमा बनाएको थिएँ। पक्कै पनि त्यो भिडियो सँगसँगै हेर्नुभयो भने न्युमेरिकल प्रब्लम गर्न सक्नुहुनेछ र ब्याङ्क रिकन्सिलेसन स्टेटमेन्ट सँग रिलेटेड न्युमेरिकल प्रब्लम क्लास 10 र क्लास 11 मा चाहिँ सोध्ने गर्दछ र यससँग रिलेटेड थ्योरीका कुराहरू हामीले कन्सेप्टका कुराहरू अघिल्लो भिडियोमा गरिसकेका छौँ र विशेष गरी ब्याङ्क रिकन्सिलेसन स्टेटमेन्टमा हामी दुईवटा बुकको कुरा गर्छौँ, एउटा पासबुक र एउटा क्यास बुकको कुरा गर्छौँ। पासबुक भन्ने बित्तिकै ब्याङ्क स्टेटमेन्ट यानि कि ब्याङ्कले बनाउने बुक भन्ने हामीले बुझ्नुपर्छ भने क्यास बुक भन्ने बित्तिकै कस्टमर अथवा एउटा बिजनेस अर्गनाइजेसनसँग हुने बुक भन्ने बुझ्नुपर्छ। र आज चाहिँ हामी यस भिडियोमा केही टर्महरू, केही वर्डहरू, केही ट्रान्जेक्सनहरू छन् जुन चाहिँ पासबुक र क्यास बुकको ब्यालेन्सहरू के कारणले डिफरेन्स भइरहेका हुन्छन् त्यसको बारेमा थोरै हामी बुझ्छौँ भने त्यससँग रिलेटेड हामी न्युमेरिकल पनि गर्छौँ। सो कजेस अफ डिफरेन्स बिट्विन क्यास बुक एन्ड ब्याङ्क स्टेटमेन्ट र इक्जाममा सधैँ ब्याङ्क स्टेटमेन्ट भनेर आयो भने हामीले पासबुक भन्ने बुझ्नुपर्छ, पासबुक नदिन पनि सक्छ। सो हामीलाई के दिन सक्छ भन्दा चेक इस्युड बट नट प्रेजेन्टेड फर पेमेन्ट इन्टु ब्याङ्क अर चेक ड्रन बट नट क्यास अर अनप्रेजेन्टेड चेक अर आउटस्ट्यान्डिङ चेक होइन। जस्तो इस्यु भन्ने बित्तिकै ड्रन अथवा इस्यु भनेको हामीले चेक काट्नु, एउटा कस्टमर एउटा बिजनेस अर्गनाइजेसनले कसैलाई पेमेन्ट गर्नु छ भने चाहिँ त्यो पेमेन्ट गर्ने चेकलाई चाहिँ इस्युड अथवा ड्रन भन्छ र चेक चाहिँ काटिसकिएको तर भुक्तानीको लागि ब्याङ्कमा प्रस्तुत नभएको अथवा ब्याङ्कले त्यो चेक नसाटिदिएको अथवा चाहिँ त्यो चेक ब्याङ्कमा बाँकी रहेको साट्न भन्ने अर्थ यसले जनाउँछ र यस्तो केसमा चाहिँ चेक इस्यु भइसक्यो, चेक काटिसक्यो यानि कि क्यास बुकमा देखाइसक्यो तर पासबुकमा अझै पनि देखिएको छैन भन्यो भने क्यास बुकमा मात्र देखिने भयो, पासबुकमा नदेखिने भयो, सो त डिफरेन्स आउने नै भयो। त्यसै चेक पेड इन्टु ब्याङ्क बट नट कलेक्टेड बाई द ब्याङ्क अथवा चेक सेन्ड फर डिपोजिट बट नट क्रेडिटेड इन द पासबुक अर अनकलेक्टेड चेक अर डिपोजिट इन ट्रान्जिट अर चेक अन्डर कलेक्सन होइन। चेक चाहिँ ब्याङ्कमा जम्मा गर्न पठाइएको होइन तर अझैसम्म पनि ब्याङ्कले चाहिँ त्यो चेक जम्मा गरेको छैन अथवा ब्याङ्कले चाहिँ त्यसलाई चाहिँ आफ्नो पासबुकमा देखाएको छैन अथवा चाहिँ चेक बाटोमै छ, ट्रान्जिटमै छ, जम्मा हुने प्रोसेसमै छ भन्ने अर्थ यसले बुझाउने भयो। र यसले पनि के बुझायो भने क्यास बुकमा चाहिँ चेक जम्मा गर्न पठाइएको चेक को रकम चाहिँ क्यास बुकमा देखाइसक्यो तर अझै पनि ब्याङ्कले त्यसलाई कलेक्टेड गरेको छैन, क्रेडिटेड गरेको छैन, अझै बाटोमा छ, जम्मा हुने प्रोसेसमा छ भन्यो भने चाहिँ पासबुकमा नदेखाइएको भन्ने यसले अर्थ जनाउने भयो। र यसले पनि के हुने भयो त भन्दा पासबुक र क्यास बुकको ब्यालेन्समा डिफरेन्स बनाउने भयो। अर्को चेक सेन्ड फर डिपोजिट बट डिसअनर बाई ब्याङ्क र कहिलेकाहीँ चाहिँ चेक जम्मा गर्न पठाइन्छ ब्याङ्कमा र हामीले के कन्सेप्ट राख्नुपर्छ भने एउटा बिजनेस अर्गनाइजेसनले आफूसँग भएको चेक चाहिँ कहिले पनि सार्दैन, क्यास गर्दैन, त्यसलाई चाहिँ जहिले पनि आफ्नो अकाउन्टमै डिपोजिट गर्न खोज्छ भन्ने एउटा कन्सेप्ट चाहिँ राख्नुपर्छ। र डिसअनर भनेको अनादर, अप्रतिष्ठा भन्छौँ जुन चाहिँ ब्याङ्कले चाहिँ चेकलाई फिर्ता गरिदिएको, रिटर्न गरिदिएको भन्ने अर्थ लाग्छ। सो चेक जम्मा गर्न पठाइयो, क्यास बुकमा देखाइयो तर त्यसलाई चाहिँ ब्याङ्कले देखाएन, ब्याङ्कले फिर्ता गरिदियो भन्नुको मतलब पासबुकमा देखाइएन भन्ने अर्थ लाग्यो, यसले पनि डिफरेन्स आउने भयो।
एनी अमाउन्ट डाइरेक्टली कलेक्टेड बाई द ब्याङ्क बट नट रेकर्डेड इन क्यास बुक। अब कहिलेकाहीँ के हुन्छ भने कुनै कुनै पैसाहरू चाहिँ ब्याङ्कले स्वत कलेक्ट गरिदिने, जम्मा गरिदिने, अनि त्यसलाई चाहिँ क्यास बुकमा देखाएन भने पासबुकमा देखियो, क्यास बुकमा देखेन, यसै डिफ्रेन्स आउने भयो। त्यसै गरी एनी अमाउन्ट डाइरेक्टली पेड बाई द ब्याङ्क बट नट रेकर्डेड इन क्यास बुक, होइन, कहिलेकाहीँ चाहिँ कुनै तिर्नुपर्ने पैसाहरू चाहिँ डाइरेक्टली ब्याङ्कले तिर्दिने, अनि त्यो कुरा चाहिँ बिजनेस अर्गनाइजेसनलाई थाहा भएन भने क्यास बुकमा नदेखिने भयो, नचढाइने भयो, अनि त्यो चाहिँ ब्याङ्कको पासबुकमा मात्र देखिने भयो, डिफ्रेन्स आउने भयो। रङ इन्ट्री अन द डेबिट साइड अफ क्यास बुक अर पासबुक, कहिलेकाहीँ चाहिँ क्यास बुक र पासबुकको जुन डेबिट साइडमा नै गलत अमाउन्ट, होइन, रङ अमाउन्ट नै इन्ट्री गरिदियो भने पनि डिफ्रेन्स आउने भयो। त्यस्तै रङ इन्ट्री अन द क्रेडिट साइड अफ क्यास बुक अर पासबुक, कहिलेकाहीँ क्यास बुक र पासबुकको क्रेडिट साइडमा नै रङ इन्ट्री गरिदिने, होइन, जस्तो सपोज मानौ 5000 लेख्नुपर्ने ठाउँमा 500, अथवा 1000 लेख्नुपर्ने ठाउँमा 100, 100 लेख्नुपर्ने ठाउँमा 1000, 500 लेख्नुपर्ने ठाउँमा 5000, यस्तो रङ इन्ट्री गरिदियो भने पनि डिफ्रेन्स आउने भयो। अनि अमाउन्ट ओभर अर अन्डरकास्ट इन द क्यास बुक अर पासबुक, होइन, योभन्दा अघिल्लो भिडियोमा मैले ओभरकास्ट भने के, अन्डरकास्ट भने के भन्ने बारेमा थोरै कन्सेप्ट दिएको थिएँ। ओभरकास्ट भनेको चाहिँ बढी देखाउनु, अन्डरकास्ट भनेको कम देखाउनु। कहिलेकाहीँ चाहिँ क्यास बुक र पासबुकमा चाहिँ रकमहरू, अमाउन्टहरू लेख्दाखेरि धेरै देखाइदिने, धेरै लेखिदिने, अथवा कम लेखिदिने, यस्तो केसले पनि डिफ्रेन्स आउने भयो। यो हामीले बुझ्ने मात्रै, कन्सेप्ट मात्रै लिएर आएको छौँ। हामी एउटा सानो वर्किङ नोट बनाएर चाहिँ न्युमेरिकल सल्भ गर्ने प्रयास गर्छौँ। सो चेक इस्यु बट नट रेकर्डेड इन क्यास बुक, चेक चाहिँ जारी भइसक्यो, होइन, अब चेक चाहिँ कसैको नाममा चेक काटिसक्यो हामीले, तर पनि क्यास बुकमा देखाएन, यानि कि पासबुकमा मात्र देखायो भने पनि यस्तो केसले डिफ्रेन्स आउने भयो। चेक पेड इन्टु ब्याङ्क बट नट रेकर्डेड इन क्यास बुक, होइन, चेक चाहिँ हामीले जम्मा गर्न पठाइसक्यौँ, पेड इन्टु भनेको चाहिँ जम्मा गर्न पठाएको, डिपोजिट भन्ने अर्थ लाग्छ। सो चेक चाहिँ हामीले पेड इन्टु ब्याङ्कमा तिरिसक्यौँ, ब्याङ्कमा जम्मा गर्न पठाइसक्यौँ, तर अझै पनि क्यास बुकमा रेकर्ड राखेन भने पासबुकले मात्र देखायो ब्यालेन्स, क्यास बुकमा देखेन, डिफ्रेन्स आउने भयो। अनि बिल्स कलेक्टेड बाई द ब्याङ्क, अनि कहिलेकाहीँ कुनै बिलको पैसाहरू चाहिँ ब्याङ्कले मात्रै कलेक्टेड गरिदिने, अनि बिजनेसलाई थाहा भएन भने त्यति बेला क्यास बुकमा रेकर्ड हुँदैन, पासबुकमा मात्र रेकर्ड हुन्छ। हो, यस्ता कुराहरूले चाहिँ हाम्रो पासबुक र क्यास बुकको डिफ्रेन्स नमिल्न सक्छ। र त्यो पासबुक र क्यास बुकको जुन ब्यालेन्स छ किन मिलेन त, के कजहरूले मिलेन भन्ने कुरा फाइन्ड आउट गरेर चाहिँ हामी त्यसलाई रिकन्साइल गर्ने काम गर्छौँ, मिलाउने काम गर्छौँ। र त्यो मिलाउनको लागि बनाइने स्टेटमेन्टलाई नै ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट भनेर हामी भन्छौँ। र यो कुरालाई चाहिँ पक्कै पनि तपाईँहरूले सर याद मात्र गरिदिनु होला, किनभने अब कुन आइटम पासबुकमा जान्छ, कुन आइटम चाहिँ क्यास बुकमा जान्छ भन्ने कुरा कन्ठ पारेर तपाईँले याद गर्नुभयो भने चाहिँ कतिपय केसमा चाहिँ समस्या आउन सक्छ, होइन। अब घोकेर तपाईँले याद गर्न सक्नुहुन्छ नि, द्याट इज बेस्ट फर यु, तर कतिपय कुराहरूमा चाहिँ त्यो घोकेर गर्न नसकिने हुनाले चाहिँ हामीले पहिला यो जुन कजेजहरू छ पहिला बुझ्छौँ, र यो कजेजले गर्दाखेरि चाहिँ पासबुकमा देखाइरहेछ कि क्यास बुकमा देखाइरहेछ पहिला बुझ्छौँ। त्यो बुझेर एउटा सानो वर्किङ नोट गरिसकेपछि हामी प्रब्लमलाई चाहिँ सजिलैसँग सल्भ गर्न सक्छौँ। र यो रह्यो हाम्रो कजेजको कुरा। अब यहाँनिर चाहिँ मैले थोरै दुईवटा न्युमेरिकल प्रब्लमहरूलाई चाहिँ यहाँ राखिरहेको छु, जुन चाहिँ मैले सल्भ गर्ने प्रयास गर्छु। र अब योभन्दा पहिला त हामीले ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट नै सोध्ने हो एक्जाममा, त्यसैले तपाईँहरूले पनि एक्जाम पेपरमा चाहिँ जहिले पनि ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्टको क्वेसन आउने भएका कारणले गर्दा कति नम्बरमा आउँछ त्यो चाहिँ याद गरिदिनुहोस्। अब त्यो त क्वेसन प्याटर्नमा डिपेन्ड हुन्छ। र यसको लागि चाहिँ ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट आउने बित्तिकै एउटा फर्मेट चाहिँ तपाईँहरूले एक्जाम पेपरमा अलरेडी बनाइराख्नु भयो भने यसले टाइम चाहिँ बचत गर्छ। जस्तो ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट, पर्टिकुलर्स, अमाउन्ट, यो त अब पहिलो भिडियोमा पनि हामीले कुरा गरिसकेका छौँ। र अब ब्यालेन्स एज पर डट अनि ब्यालेन्स एज पर डट मैले लेख्नुको कारण चाहिँ अब एक्जाममा पासबुकको ब्यालेन्स दिइरहेछ भने पहिला ब्यालेन्स एज पर पासबुक लेख्छौँ, अनि लास्टमा निकाल्ने एन्सर चाहिँ ब्यालेन्स एज पर क्यास बुक भनेर हामी आफैले लेखौँ। त्यस्तै गरी आएर चाहिँ ब्यालेन्स एज पर क्यास बुक भनेर दिइरहेछ भने पहिला त्यसलाई लेख्छौँ, अनि लास्टमा चाहिँ ब्यालेन्स एज पर पासबुक भनेर यो लेखिदिनु भयो भने चाहिँ एकदमै सजिलो हुन्छ। कहिलेकाहीँ चाहिँ एक्जाममा यति मात्रै फर्मेट बनाइयो, अरू गर्न आइएन भने पनि त्यो एक्जाम चेक गर्ने मान्छेले कहिलेकाहीँ चाहिँ 0.5 अथवा 1 दिइ पनि रह हुनुहुन्छ। त्यसैले यस्तो जुन एकदमै हामीले यस्ता ट्रिकहरू चाहिँ लाउन जान्नुपर्छ। सो सुरुमा म चाहिँ क्वेसन नम्बर 1 लाई नै सल्भ गर्नेतिर लाग्छु। सो क्वेसन नम्बर 1 मा चाहिँ के छ भन्दाखेरि चाहिँ जस्तो अब यो ब्यालेन्स मेथड भनेको छ, थुप्रै मेथडहरू हुन्छ, ब्यालेन्स मेथड अथवा के भन्छ, तर एक्जाममा चाहिँ हामीलाई यो मेथड त्यो मेथड नभनिकन डाइरेक्टलाई नै ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट बनाउनु भनेर सोध्छ। सो अन 31 मैले 1 नम्बरको यहाँ न्युमेरिकल प्रब्लम अलरेडी राखिरहेको छु, यो चाहिँ तपाईँहरूले हेर्नु होला।
सो 1 नम्बरको ए मा चाहिँ on 31st असार 2080 the cash book of a trader showed a balance of rupees 8,000 but the balance of passbook is different from it. The difference is due to the following reason भनेको अब यहाँ रिजनहरु कजेजहरु चाहिँ दिया छ भन्न खोजेको के त भन्दा मैले भनिरहे बारम्बार तपाईले यो कुरा चाहिँ एकदमै याद गर्नु पासबुक र क्याश बुक नै हो हामीले देखाउने अब पासबुक भनेको चाहिँ बैंकसँग हुन्छ बैंकले बनाउने बुक भनेको पासबुक भयो अनि क्याश बुक भनेको चाहिँ कस्टमर अथवा बिजनेस अर्गनाइजेसनसँग हुने भयो यहाँ चाहिँ के भनेको छ भने क्याश बुक अफ अ ट्रेडर सोड अ ब्यालेन्स भनेको क्याश बुकको ब्यालेन्स दिइराछ 8000 अनि यो 8000 सँग भिडाएर हेर्दाखेरि चाहिँ पासबुकको ब्यालेन्स चाहिँ डिफरेन्ट छ भनेको छ अब त्यो पासबुकको ब्यालेन्स डिफरेन्ट आउने कारण चाहिँ यहाँ थुप्रै दिएको छ हैन र अब यो न्यूमेरिकल प्रब्लम गर्नको लागि मैले अघि पनि भनिहालेँ तपाईहरुलाई जस्तो पहिला त एक्जाम पेपरमा तपाईले बैंक रिकन्सिलिएसन स्टेटमेन्टको यो फर्मेट ट्याक्क आफूले एक पेजमा ट्याक्क बनाइराख्नु किनभने यो बनाउँदा पनि तपाईहरुलाई के हुन्छ भने कहिलेकाहीँ 0.5 पनि प्लस हुन सक्छ सो अब हामीले अहिले क्वेशनले दिएको चाहिँ के छ भन्दा ब्यालेन्स एज पर के दिएको छ त भन्दा क्याश बुक दिएको छ त्यही मैले ब्यालेन्स एज पर के लेख्ने भए त भन्दा क्याश बुक भनेर लेख्ने भए सो अगाडिको अमाउन्ट भनेको चाहिँ डिटेल लेख्ने अमाउन्ट भयो भने पछाडीको अमाउन्ट चाहिँ टोटल लेख्ने अमाउन्ट भयो अब अगाडिको अमाउन्टमा चाहिँ हामीले एड गरेको अमाउन्ट कति आउँछ टोटल बाहिर लेख्छौं त्यसपछि लेस गर्ने अमाउन्टको टोटल कति आउँछ उतापट्टि लेख्ने काम चाहिँ गर्छौं तर पहिला चाहिँ कुन आइटम एडमा पर्छ कुन आइटम लेसमा हुन्छ त्यो अगाडिको अमाउन्टमा देखाउँछौं तर अब यो ब्यालेन्स एज पर पासबुक अथवा क्याश बुक लेख्ने चाहिँ पछाडीकोमा डाइरेक्ट लेख्नु होला सो अहिले चाहिँ के भनेछ भने क्वेशनले जस्तो के भनेछ भने क्याश बुकको 8000 देखा छ भनेको छ त्यसैले मैले चाहिँ डाइरेक्टली अब ब्यालेन्स एज पर क्याश बुक भनेर चाहिँ यहाँनिर चाहिँ कति लेख्ने भए त भन्दाखेरि चाहिँ 8000 अमाउन्ट लेख्ने भए हैन अनि अब एड आइटम कुन हो हामीलाई थाहा छैन लेस आइटम कुन हो हामीलाई थाहा छैन जस अब ठाउँ चाहिँ छोडी राख्नु होला कुनलाई एडमा राख्ने कुनलाई लेसमा राख्ने यो हामीलाई थाहा छैन तैपनि हामी यसको लागि चाहिँ स्पेस छोडी राखौं र लास्ट टर्ममा अब एन्सर त पक्कै नै आउँछ क्याश बुकबाट गएपछि पक्कै पनि हामीले एन्सर लेख्ने त पासबुक नै हो त्यसैले ब्यालेन्स एज पर पासबुक भनेर लेख्दिनु होला पासबुक हैन यो लेख्नु अब कति एन्सर हामीलाई थाहा छैन सो यति मात्र गर्नुभयो भने कहिलेकाहीँ एक्जाममा 0.5 पनि प्लस हुन सक्छ यस्तो ट्रिकहरु चाहिँ तपाईहरु आफैले लाउनु अब यहाँ चाहिँ मैले एडमा एउटा दुईटा तीनटा लेसमा एउटा दुईटा तीनटाको लागि ठाउँ छोडिरहेको छु र अब एक्जाममा 5 मार्क्सको लागि त पक्कै पनि हामीलाई धेरै त सोध्दैन किनभने 5 मार्क्सको क्वेशनको लागि बढीमा यस्तै 3 टा 4 वटा क्वेशनमा राखिरा हुन्छ तैपनि हामीले चाहिँ सजिलोको लागि यो आइटम एडमा आयो भने एडमा राख्ने लेसमा अनि लेसमा राख्ने भनेर बनायौं र अब यो सँगसँगै के गर्दिनु त भन्दाखेरि तपाईले एउटा सानो वर्किङ नोट बनाउनु र वर्किङ नोट बनाउँदा चाहिँ के गर्नु भने पासबुकलाई सर्टकटमा पीबी क्याश बुकलाई सर्टकटमा सीबी अब वर्किङ नोट बनाएको मार्क्स त दिदैन तर त्यो वर्किङ नोट बनाउन जानियो भने चाहिँ हाम्रो ट्याक्कैको न्यूमेरिकल मिल्छ त्यसैले मैले चाहिँ के गरे भने अब जे को ब्यालेन्स दिया छ त्यसलाई अगाडि राख्दिनु अनि जे को ब्यालेन्स दिया छैन त्यसलाई पछाडी राख्दिनु र यो हिसाबमा चाहिँ मैले के गरे भन्दाखेरि चाहिँ वर्किङ नोटमा चाहिँ क्याश बुकको ब्यालेन्स इन्फर्मेसन दिएको हुनाले मैले क्याश बुकलाई अगाडिपट्टि राखे वर्किङ नोट बनाउँदा र पासबुक चाहिँ एन्सर निकाल्नु पर्ने हुनाले पासबुकलाई चाहिँ मैले पछाडिपट्टि राखे यो तपाईहरुले कन्सेप्ट चाहिँ बिस्तारै लिनु एउटा दुईटा तीनटा कतिवटा न्यूमेरिकल हामी गर्दै जान्छौं त्यो हामीले कन्सेप्ट बुझ्यौ र न्यूमेरिकल गर्दै गयौं भने पक्कै पनि तपाईहरुले पनि आफै ट्राई चाहिँ गर्न सक्नुहुन्छ सो अगाडिपट्टि क्याश बुक राखे मैले इन्फर्मेसन क्याश बुकको दिया छ अगाडि राखे अनि पछाडिपट्टि चाहिँ अब निकाल्नु पर्ने चाहिँ आन्सर पासबुक भएको हुनाले पासबुकलाई मैले पछाडी राखे हैन अब यो हिसाबमा मैले क्याश बुक अगाडि पासबुक पछाडी राखे अब हामीलाई थाहा छ इन्कम भन्यो भने हाम्रो ब्यालेन्स बढ्छ प्लस गर्नुपर्छ एक्सपेन्सेस भन्यो भने ब्यालेन्स घट्छ माइनस गर्नुपर्छ यो त हामीलाई कन्सेप्ट थाहा छ हैन किनभने एउटा बिजनेस अर्गनाइजेसनमा इन्कम भयो भने त्यो ब्यालेन्स बढिरा हुन्छ प्लस गर्ने हो बढ्नु भनेको प्लस हो अनि एक्सपेन्सेस खर्चहरुले गर्दाखेरि माइनस हुन्छ घट्छ ब्यालेन्स घट्छ माइनस गर्नु हो त्यसैले अब हामीलाई दिने आइटम भनेको कि इन्कम दिन्छ कि एक्सपेन्सेस दिन्छ त्यसैले त्यो चाहिँ हामीले एकदमै राम्रोसँग बुझ्नु पर्यो अब ब्यालेन्स बढिराछ भने प्लस गर्दिनु ब्यालेन्स घटिराछ भने माइनस गर्दिनु यो चाहिँ हामीले एकदमै कन्सेप्टलाई राम्रोसँग बुझौं अब सुरुमा दिने त ब्यालेन्स दिने हो त्यसको त हामीलाई खासै महत्त्व हुँदैन त्यसलाई हामीले चलाइरहनु पर्दैन र अब चाहिँ क्वेशनतिर पनि लागौं जस्तो क्वेशनमा के भनिराछ भन्दाखेरि चाहिँ जस्तो सुरुकोमा दिइराछ चेक इस्युड बट नट येट प्रेजेन्टेड फर पेमेन्ट भनेको चेक चाहिँ काटियो चेक चाहिँ जारी गरियो 1020 को चेक चाहिँ काटिसकेका छौं हामीले तर पनि त्यो चाहिँ प्रेजेन्ट भएको छैन पेमेन्टको लागि प्रेजेन्ट भएको छैन पेमेन्टको लागि प्रेजेन्ट हुने भने त बैंकमा
यानि कि ब्याङ्कसम्म त्यो पुगेकै छैन। भनेपछि ब्याङ्कसम्म पुगेकै छैन भने त ब्याङ्कको बुकमा त देखिनु भएन, पासबुकमा। तर कहाँ चाहिँ देखिनु भयो भन्दाखेरि चाहिँ हामीले काटेको, हामी भनेको त हाम्रो क्यास बुक हो, हामीले 1020 को चेक काटिसक्यौँ, हाम्रो बुकमा देखाइसक्यौँ, हाम्रो बुक भनेको क्यास बुकमा देखाइसक्यौँ। तर ब्याङ्कसम्म पुगेको छैन भने ब्याङ्कको बुक यानि कि पासबुकमा देखाएन। भनेपछि अब यसलाई लेख्ने अहिले लेखौँला, पहिला हामी बुझौँ। सो क्यास बुकमा चाहिँ हामीले 1020 हामीले देखाइसक्यौँ, तर पासबुकमा चाहिँ देखाएको छैन भन्नलाई 0 लेख्नु पर्यो क्या, किन देखाएको छैन 0। अब यो चेक काटिसक्यौँ भनेपछि त हामीले हामी बिजनेसले कसैको नाममा चेक काटिसक्यौँ भने त हाम्रो पैसा त घट्ने भयो नि त। त्यसैले चाहिँ यसलाई चाहिँ के गर्नु पर्यो, माइनस गर्नु पर्यो क्या, होइन। अब पासबुकमा त देखाएन 0, होइन, माइनस गर्नु पर्यो। पहिला यति बुझिराख्नु होला तपाईँहरूले। सो चेक चाहिँ काटिसक्यौँ तर ब्याङ्कमा पुगेको छैन, पेमेन्टको लागि चाहिँ ब्याङ्कको पासबुकमा देखेन 0 लेख्दियौँ। अब क्यास बुकमा त हामीले देखाउन परिगयो 1020, तर चेक अर्काको नाममा काटिसकेपछि उसले पैसा साटेर लगिदियो भने त हाम्रो पैसा घट्छ नि, त्यसैले मैले माइनस गरेँ। मैले अघि पनि भने पैसा घट्छ भने त्यसलाई माइनस गर्नु, पैसा बढ्छ भने त्यसलाई प्लस गर्नु, र यो बाँकी छ पहिला सिरियली गरौँ अनि लास्टको प्रोसेसमा जाउँला। त्यस्तै गरी आएर चाहिँ अर्को सेकेन्डमा भनेछ चेक पेड इन्टु ब्याङ्क हो। पेड इन्टु भनेको चाहिँ जम्मा गर्नु, फेरि तिरेको भन्ने नबुझ्नु होला। चेक पेड इन्टु ब्याङ्क बट नट कलेक्टेड बाई ब्याङ्क भनेको चेक जम्मा गरिसक्यौँ, ब्याङ्कमा पठाइसक्यौँ, हामीले चेक जम्मा गर्न पठाइसक्यौँ, तर अझै पनि ब्याङ्कले चाहिँ त्यसलाई जम्मा गरेको छैन, कलेक्ट गरेको छैन भनेपछि त ब्याङ्कमा देखिने भएन। 1000 को चेक जम्मा गर्न पठाइसक्यौँ हामीले, हामी भनेको क्यास बुकमा हामीले देखाइसक्यौँ, तर ब्याङ्कमा पुगेको छैन भन्यो भने त अब ब्याङ्कले त नदेखाउने भयो। भनेपछि अझै पनि के हुने भएछ त भन्दाखेरि चाहिँ हामीले क्यास बुकमा देखाइसक्यौँ, क्यास बुकमा हामीले 1000 को चेक देखाइसक्यौँ, क्यास बुकमा जम्मा गर्न पठाएको, तर पासबुकमा पुगेको छैन भने 0 त लेख्नु पर्यो। अब हामीले चेक जम्मा गरिसकेपछि भरे त हाम्रो ब्यालेन्स बढेर आउँछ, त्यसैले यो चाहिँ प्लस भयो भनेर सम्झिदिनु होला। यो चाहिँ एकदमै राम्रोसँग बुझिदिनु होला। अनि फेरि अर्कोमा पनि जाउँ, अहिले एकैचोटि म जान्छु। त्यसपछि अर्को आयो, अर्को चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ अमाउन्ट डाइरेक्टली डिपोजिटेड इन्टु ब्याङ्क बाई डेप्टर्स। डेप्टर्स भनेको आसामी, हामीले पैसा लिनुपर्ने व्यक्तिहरू, होइन, हामीले जोसँग पैसा लिनुपर्ने व्यक्ति छ तिनीहरूले चाहिँ के गरिदियो अरे भने डाइरेक्ट गएर चाहिँ ब्याङ्कमा चाहिँ हाम्रो खातामा जम्मा गरिदियो अरे, हाम्रो पासबुकमा देखाइदियो अरे, जम्मा गरिदिए। यानि कि हाम्रो क्यास बुकमा चाहिँ हामीलाई थाहा नै छैन, होइन, हामीलाई चाहिँ थाहा नै छैन, तर ब्याङ्कको खातामा लगेर उनीहरूले जम्मा गरिदिए भनेपछि चाहिँ के रह्यो त भन्दाखेरि चाहिँ पासबुकमा देखियो 5000, तर क्यास बुकमा देखेन भनेपछि त पहिला त हामीले पहिला वर्किङ नोटमै जाउँ, होइन। यो अब अलिकति मैले यो वर्डबाट गरिरहेको छु, त्यसैले तलमाथि भयो, तपाईँहरूलाई पनि हेर्दा अलिकति कन्फ्युज होला, तर म प्रयास गर्नेछु कसरी सजिलो हुनेछ तपाईँहरूलाई भनेर। सो के भएछ नि, क्यास बुकमा देखाएन, 0 देखाउनु पर्यो, तर त्यो मान्छेले चाहिँ ब्याङ्कमा जम्मा गरिदियो भनेपछि त ब्याङ्कमा त 5000 उसले जम्मा गरिदियो हो, पैसा जम्मा गरिदिएपछि त हाम्रो बढ्यो नि त, त्यसैले यो त प्लस भयो। यो प्लस माइनस कहाँबाट लेखिरहनु भयो होला सरले भनेर नबुझ्नु होला, यसमा कन्फ्युज नहुनु होला। सो मैले भने पैसा जम्मा गरिदिइरहेछ हाम्रो, अथवा चाहिँ हाम्रो ब्यालेन्स बढ्ने जस्तो देखियो भने प्लस भयो, हाम्रो ब्यालेन्स घट्ने जस्तो देख्यो भने माइनस भयो, यो पनि भयो है। त्यसपछि आएर अर्को के रहेछ भन्दा अझै एउटा छ जो 5 मार्क्सको लागि हामीलाई 3-4 वटा भन्दा बढी दिँदैन। इन्ट्रेस्ट चार्ज बाई ब्याङ्क हो। अब ब्याङ्कले चाहिँ ब्याज चार्ज गर्यो भनेको यो चाहिँ बुझ्नु पर्यो, बट नट एट इन्टर इन्टु क्यास बुक। ब्याङ्कले पनि त विभिन्न खालको इन्ट्रेस्टहरू चाहिँ अब कलेक्टेड भनेर चाहिँ इन्ट्रेस्ट चार्ज भनेको उसले चार्ज गर्यो, कसलाई भन्दा हामीलाई चार्ज गर्यो ब्याज, होइन। ब्याङ्कले इन्ट्रेस्ट चार्ज गरिसक्यो, बट नट एट इन्टर इन क्यास बुक, होइन, क्यास बुकमा चाहिँ देखाएको छैन है 400 भन्ने यो अर्थ लाग्यो। त्यसैले के भन्यो भने उसले क्यास बुकमा देखाउँदै देखाएन, क्यास बुकमा के गरेछ भन्दाखेरि देखाएन, मैले 0 लेख्नु परेको क्यास बुकमा, होइन। क्यास बुकमा मैले नदेखाएको हुनाले 0 लेख्नु पर्यो, तर पासबुकमा त उसले 400 त देखाइसक्यो, ब्याङ्कले चार्ज कटाइसक्यो, होइन, ब्याङ्कले त चार्ज गरिसक्यो भनेपछि त हाम्रो ब्यालेन्स घट्ने भयो, त्यसैले मैले माइनस गर्ने भएँ। यो चाहिँ बुझ्नु होला साथीहरू, यति चाहिँ बुझिदिनु। र अब हामीले के गर्नुपर्छ, यति वर्किङ नोट बनाइसकेपछि अब हामीले त निकाल्नुपर्ने पासबुकको एन्सर हो, क्यास बुक त हामीलाई चाहिएन। त्यसैले मैले चाहिँ के गर्ने भए त भन्दाखेरि अब क्यास बुकलाई चट्ट काटिदिन्छु, होइन। हामीले वर्किङ नोट बनाइरहेछौँ, अब मैले चाहिँ के गर्ने भयो भने क्यास बुकलाई चाहिँ मैले काट्ने भएँ, क्यास बुकलाई चाहिँ म चट्ट काटिदिन्छु। तपाईँहरूले पनि यसरी वर्किङ नोट चाहिँ बुझिदिनु होला। क्यास बुकलाई चाहिँ मैले काट्ने भएँ, होइन। किन काटेँ भन्दाखेरि अब हामीलाई त क्यास बुक एन्सर निकाल्नु पऱ्यो क्या, होइन नि त, हामीले एन्सर पासबुकको निकाल्नु पऱ्यो। त्यसैले मैले यता क्यास बुक यता काटिदिएँ भने अब क्यास बुकमा भएको कुरा त उता पासबुकमा त ट्रान्सफर हुने भयो नि त, यताको माइनस उता जाँदा प्लस हुन्छ, यताको प्लस उता जाँदा माइनस हुन्छ। यो त हामीले म्याथ पढेका हामी स्टुडेन्ट्स हौँ, हामीले म्याथको यस्तो सिम्पल कुराहरू त बुझिसकेका छौँ। यताको माइनस उता लाँदा प्लस हुन्छ, यताको प्लस उता जाँदाखेरि माइनस हुन्छ। सो अब
क्यास बुकलाई काटिसकेपछि क्यास बुकमा भएको पैसालाई त उता ट्रान्सफर गर्नु पर्यो नि त हामीले। त्यसैले मैले के गर्ने भयो भन्दाखेरि चाहिँ सो त्यो 1020 यता माइनसमा थियो काटिसकेपछि उता पठाउँदाखेरि अब यो के भएर जाने भयो त अन्त प्लस 1020 भयो। लास्टमा त यो के नै भएर आउने भयो भन्दाखेरि 0 प्लस त्यो गर्दाखेरि हाम्रो के नै भएर आउने भयो त भन्दा 1020 प्लसमै आउने भयो, प्लसमै 1020 आउने भइहाल्यो। प्लस भयो भनेर बुझ्नु पर्यो, प्लस भनेको एड हो। त्यसै गरी त्यो 1000 यता क्यास बुकमा प्लसमा छ, उता जाँदाखेरि के हुने भयो त भन्दा माइनस हुने भयो हैन। त्यो त अब माइनस कति हुने भयो त भन्दाखेरि 1000 हुने भयो हैन। यो अब 0 माइनस 1000 गर्दाखेरि त हाम्रो कति नै आउने भयो त भन्दाखेरि चाहिँ माइनस कति नै आउने भयो 1000 आउने भयो। यानी कि यो पनि माइनसमा आयो भनेपछि यो लेस आइटम रहेछ भनेर बुझ्नु पर्यो। अब त्यो 0 लाई नि उता क्यास बुकमा भएको 0 उता पठाउँदा केही भ्यालु नै रहँदा फेरि त्यो 0 उता पठाउँदा भ्यालु रहन्न भने त्यो 1020 प्लसमा आयो, एडमा राख्नु पर्यो, एड भनेर बुझ्नु पर्यो। त्यो 1000 रुपैयाँ माइनसमा आयो यानी कि लेस भनेर बुझ्नु पर्यो। त्यसरी त्यो 5000 प्लसमा अलरेडी पासबुकमा छ, एडमा राख भन्ने बुझियो। त्यसपछि त्यो 400 चाहिँ माइनसमा छ यानी कि लेसमा राख भनेर बुझ्नु पर्यो। भनेपछि हो यो वर्किङ नोट चाहिँ तपाईहरुले कन्सेप्ट बुझ्नु भयो भने चाहिँ एकदमै सजिलो हुन्छ। सो अब यसलाई चाहिँ मैले जुन हाम्रो फर्मेट छ फर्मेटमा गर्ने भए। सो यो अब कतिको बुझ्नु भयो कि भएन, फेरि अर्को प्रब्लम सल्भ गर्ने बेला पनि हामी फेरि पनि कुरा गरौँला, तपाईहरुले पनि ट्राई गर्नु। सो मैले भनिहाले सो पासबुकको एन्सर निकाल्नु परेको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ के भने क्यास बुकमा अब लेख्नु पर्ने कुरा त वर्किङ नोट बनाउँदा लेख्नै पर्यो। अनि मैले क्यास बुकलाई चट्ट काट्दिए अनि काटेको कुरालाई त उता ट्रान्सफर गर्नु पर्यो। यताको माइनस उता जाँदा प्लस हुन्छ, यताको प्लस उता जाँदा माइनस हुन्छ। सो मैले त्यो गर्दै जाँदाखेरि 1020 भनेको सुरुको आइटम चाहिँ अब एडमा राख्नु पर्यो। अनि फेरि सेकेन्डको आइटम 1000 चाहिँ माइनसमा छ यानी कि लेसमा राख्नु पर्यो। त्यसपछि आएर चाहिँ अर्को नेक्स्ट 5000 यसै प्लसमा छ, एडमा राख। अनि 400 चाहिँ माइनसमा छ, यसै लेसमा राख। अब सो यो थाहा पाइसकेपछि अब हामीले अमाउन्ट लेख्नलाई त अमाउन्ट कोलम छ। अब बाँकी उसले त्यो जुन क्वेसनमा ट्रान्जेक्सन दिएकै छ त्यो खुरुखुरु सार्दा भइहाल्यो। सो सुरुको अब ट्रान्जेक्सन त उसैले भनेको आधारमा हामी गर्छौं हैन। उसले के भनेको छ भने चेक इस्युड बट नट एट प्रेजेन्टेड फर पेमेन्ट भनेर चाहिँ छ। त्यो चाहिँ हाम्रो एडमा आएको छ, त्यसैले हामी त्यसलाई एडमा राख्छौं हैन, एडमा राख्छौं। अब यो चाहिँ अलिकति तल माथि भएको हुनाले सायद तपाईहरुलाई कन्फ्युजन हुन सक्छ। सो मैले यहाँ राखे चेक त्यही नै सार्ने भए हैन। चेक इस्युड but not हैन, but not yet presented for payment। पहिला वर्किङ नोट नै बुझ्नु होला, presented for payment भनेर मैले यो लेखेँ। अघि मैले भनेको थिएँ साथीहरुलाई याद गर्नु भएको छ तपाईहरुले पक्कै पनि। पहिला यसरी कोलम बनाइराख्नु भने सजिलो हुन्छ। अब कति छ त अमाउन्ट भन्दा 1020 भयो। अब पहिला एडलाई नै सक्नुहुन्छ नि, एडलाई सक्दिनुस्। अर्को एड चाहिँ कुन आइराछ भन्दाखेरि चाहिँ 1020 पछि अर्को एड भनेको 5000 हो। अब 5000 को भाषा पनि क्वेशनले दिएको छ, अमाउन्ट बाहेक अरु त हामी सार्न सकिहाल्छौं। त्यो चाहिँ के छ भन्दाखेरि क्वेशनमा के छ भन्दाखेरि चाहिँ 5000 अमाउन्ट डाइरेक्टली डिपोजिटेड इन्टु बैंक बाइ डेप्टर्स भनेको छ, त्यही सार्दिनुस् हैन। किनभने एक्जाममा हामीले खासै त्यो भाषा आफै मिलाउनु पर्छ भन्ने छैन। अमाउन्ट हैन डाइरेक्टली डिपोजिटेड अमाउन्ट डाइरेक्टली डिपोजिटेड इन्टु बैंक हैन, इन्टु बैंक बाइ डेप्टर्स भन्दैछ। अब अमाउन्ट त हामीले लेखिहाल्छौं हैन, डेप्टर्स भनेर भनेको छ, लेखिदिनुस् डेप्टर्स। सो यसको अमाउन्ट चाहिँ हाम्रो 5000 रहेछ, मैले 5000 लेखे। अब लेसमा अब एडको आइटम दुईटा थियो, 1020 र 5000 एडमा राख्ने भनेर हामीले अघि वर्किङ नोटबाट छुटाइसक्यौं। अब रह्यो बाँकी भनेको त्यो 1000 रुपैयाँ माइनस यानी कि लेसमा राख्नु पर्यो। त्यसपछि त्यो 400 चाहिँ हामीले फेरि लेसमा राख्नु पर्यो। अब एडमा आउने त यही दुईटा रहेछ, यो दुईटाको टोटल यता बाहिर निकाल्न हामी सकिहाल्छौं। सो कति हुन्छ भने 1020 र 5000 जोड्दा 6020 हाम्रो एडको टोटल आयो। अब लेसको पालो रह्यो। सो अब लेसको पालो चाहिँ के रह्यो त भन्दाखेरि चाहिँ त्यो 1000 वाला जुन छ त्यो चाहिँ लेसमा राख्नु पर्यो। अब यसको भाषा हेरौं हामीले, भाषा चाहिँ के छ भन्दाखेरि चाहिँ 1000 वाला भाषा चेक पेड इन्टु बैंक बट नट कलेक्टेड बाइ बैंक भनेको छ। अब त्यही नै सार्दिन्छौँ हामी हैन, किन हामी टाउको दुखाउँछौं र किनभने क्वेशनले जितेको छ त्यही लेख्छौं। चेक्स पेड हैन, पेड इन्टु बैंक but not collected हैन, but not collected। अब छोटो मिलाएर लेखे पनि हुन्छ, पुरै सार्दा पनि हुन्छ। collected by bank भनेर हामी लेख्छौं। सो collected by bank लेख्छौं। अब अमाउन्ट चाहिँ कति छ भन्दाखेरि 1000 छ। सो 1000 मा 1000 राख्नु पर्यो।
त्यस्तै गरी अब 400 वाला पनि लेसमा राख्ने भनेपछि यसको पनि ल्याङ्ग्वेज चाहिँ के छ भनेर हेरौँ क्वेसनमा। सो इन्ट्रेस्ट चार्ज बाई ब्याङ्क बट नट एट इन्टर इन क्यास बुक भनेको छ। इन्ट्रेस्ट चार्ज गर्यो ब्याङ्कले तर क्यास बुकमा देखाएन भनेको छ। सो यसलाई पनि हामीले क्वेसनले दिएको अनुसार लेखौँ। सो इन्ट्रेस्ट, त्यही भएर यो ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्टको न्युमेरिकल प्रब्लम गर्दाखेरि चाहिँ हामीले त्यो भाषा आफैले मिलाउनु पर्छ भन्ने छैन। प्रायः जसो क्वेसनले नै दिया हुन्छ, त्यो अमर लेख्ने बाहेक अरू सबै चाहिँ क्वेसनकै सार्न सक्छ। अब सार्ने चाहिँ आफूमा डिपेन्ड हुन्छ, छोटो सार्ने कि लामो होइन। इन्ट्रेस्ट चार्ज है, इन्ट्रेस्ट चार्ज बाई ब्याङ्क बट नट होइन, बट नट इन्टर इन्टु क्यास बुक भनेको छ। इन्टर भनेको देखाएन भनेको, इन्टर इन क्यास बुक। सो हामीले आफैले पनि मिलाएर लेख्न सक्छौँ ल्याङ्ग्वेज। अब यो चाहिँ कति छ पैसा भन्दाखेरि चाहिँ अमाउन्ट चाहिँ कति छ भन्दाखेरि सो 400 छ, हामीले यो निकालेको थियौँ। अरू त अब केही पनि छैन, त्यसैले लेसको पनि हामी टोटल गरिदिइहालौँ। लेसको टोटल भनेको 1000 र 400 पहिला एड गर्दा 1400 भयो, तर लेस भनेको चाहिँ घटाउने भन्ने हामीले बुझ्नुपर्छ। सो एड भनेको चाहिँ जोड्ने, पहिलाको ब्यालेन्ससँग जोड्ने, अनि लेस भनेको चाहिँ घटाउने। सो पुरा पहिलाको ब्यालेन्स हामीसँग 8000 छ, प्लसै भइहाल्यो होइन, यो प्लसै भइहाल्यो। अनि एड भनेको जोडा भनेको छ 8000 मा 6020 जोड्नु पर्यो, 14020 रुपियाँ भइहाल्यो। अनि 1400 चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि चाहिँ घटाउनु पर्यो। यो त अब पक्कै पनि सबैले बुझिहाल्नुहुन्छ होला होइन, यो आफैले पनि गरिदिनु होला। सो मैले फेरि पनि भने एड भनेको चाहिँ जोड्ने भयो, अनि लेस भनेको घटाउने। अब कन्फ्युजन जान्छ ब्र्याकेटमा राख्नु, लेसको जुन टोटल पैसा छ ब्र्याकेटमा राख्नु, तर सकभर चाहिँ ब्र्याकेटमा नराख्नु, किनभने लेस भनेको घटाउने भन्ने हामी आफैले बुझ्नुपर्छ। सो सुरुको ब्यालेन्स भनेको चाहिँ हाम्रो कति छ भन्दाखेरि 8000 छ होइन। 8000 मा प्लस कति गर्नु पर्यो 6020 एड भनेपछि जोड्नु पर्यो, अनि माइनस कति गर्नु पर्यो 1400 चाहिँ हामीले माइनस गर्नु पर्यो। र यो गर्दाखेरि चाहिँ लास्टमा अब प्लसमै आउँछ एन्सर त होइन। अब इन केस माइनसमा आयो भने ओभरड्राफ्ट भन्नुपर्छ, प्लसमा आयो भने त ब्यालेन्सै भन्ने हो, त्यहाँभन्दा बढी छैन। सो कति आयो नि 12620 आयो हाम्रो यो चाहिँ। र लास्टमा हामीले अब अलरेडी लेखिसकेको छ ब्यालेन्स एज पर पासबुक भनेर अलरेडी लेखिसकेको छौँ। सो 12620 आयो। सो एड भनेको चाहिँ जोड्ने। अब सुरुकै ब्यालेन्स माइनसमा भइदिएको भए ओभरड्राफ्ट भनेको भए माइनस हो भनेर हामीले कन्सेप्ट राख्नु पर्थ्यो, अनि त्यो माइनस गर्नुपर्छ, माइनस प्लस माइनस के गर्ने त्यो चाहिँ हामीले म्याथको रुलहरू चाहिँ अलिअलि जान्नुपर्छ। सो यो चाहिँ रह्यो हाम्रो ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट सुरुको जुन मैले प्रब्लम राखेँ त्यसको। अब यसको एन्सर पनि सायद यो क्वेसनमा छ, अलिकति त्यहाँ क्लियर छैन, तर 12620 नै दिएको छ ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट ब्यालेन्स एज पर पासबुक भनेर 12620 नै छ। अनि हाम्रो अहिलेको एन्सर पनि कति आइरहेछ त भन्दा 12620 नै आछ। र यसरी चाहिँ हामीले ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्टसँग न्युमेरिकल प्रब्लमलाई सल्भ गर्न सक्छौँ। र मेन भनेको चाहिँ मैले अब अघि तपाईँलाई भनिहालेँ, एउटा वर्किङ नोट हामी सानो ड्र गर्ने बनाउने प्रयास गर्छौँ। एक्जाममा वर्किङ नोट बनाए बापत चाहिँ मार्क्स चाहिँ आउँदैन, तर हामीले वर्किङ नोट बनाएर चाहिँ त्यसलाई सल्भ गर्ने प्रयास गऱ्यौँ भने चाहिँ ट्याक्कै हाम्रो मिल्छ। हामीले त्यो कण्ठ पारिरहनु पर्ने, घोकिरहनु पर्ने, पासबुकको ब्यालेन्स आउँदा यो आइटम एडमा हाल्ने, यो आइटम लेसमा हाल्ने, त्यसै गरी आएर चाहिँ क्यासबुकको कुरा दिँदाखेरि चाहिँ ब्यालेन्स दिँदाखेरि यो आइटमलाई एडमा हाल्ने, यो आइटम लेसमा हाल्ने भनेर यदि हामीले त्यसरी कण्ठ पार्न थाल्यौँ भने अब एउटै न्युमेरिकल 5 मार्क्सको प्रब्लमलाई पनि धेरै कण्ठ पार्न थाल्दाखेरि चाहिँ के हुन्छ समस्या भन्दाखेरि एक्जाममा कहिलेकाहीँ झुकाएर सोध्यो भने कन्फ्युज हुने हुन्छ होइन। अब जो साथीहरूलाई याद हुन्छ उहाँहरूले त्यसरी ट्राई पनि गर्न सक्नुहुन्छ, तर याद नहुने हामी सिम्पल वेबाट जान्छौँ भन्नुहुन्छ, यो वर्किङ नोट बनाएर गर्नुभयो भने पक्कै पनि सकिन्छ होला। र आजको लागि चाहिँ आजको भिडियोमा मैले यति नै गरेँ, र फेरि अर्को भिडियो पार्ट 3 लिएर म छिट्टै नै उपस्थित हुनेछु। र भिडियो मन परेमा लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु, सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई, र सँगै रहेको बेल आइकन पनि थिचिदिनु भयो भने मैले बनाएका नयाँ नयाँ भिडियोहरू चाहिँ छिट्टो तपाईँहरूमा पुग्ने छ भन्ने आशा लिँदै आजको लागि चाहिँ बिदा लिन्छु। हस्, धन्यवाद।